अब चाहिँ हामी यता हाम्रो देवीथान घुम्यौँ। अब हामी माथि मालतिन थान जान्छौँ। त्यसपछि मिलेसम्म हामी हिँडिन्छ। कतिको थाकिन्छ थाकिँदैन, नत्र हामी माथि डाँडामा जान्छौँ, बैपन डाँडामा जान्छौँ। भन्ज्याङ हुँदै त्यहाँ जान्छौँ। अनि त्यसपछि उता बैपन डाँडातिर घुमेर तालपर यसरी घुमेर घलसाप हुँदै कल्लेरी हुँदै आइन्छ। एक राउन्ड हानिन्छ, लाग्छ होला 4-5 घन्टा। बेलुकैसम्म लाग्छ। अब कतिको समय अब बुवाहरू त अब एकैछिनमा पुग्नुहुन्थ्यो होइन? पहिला कति समय पुग्नुहुन्थ्यो तपाईँ? कति समयमा बैपन पुग्नुहुन्थ्यो? 20 मिनटमा है? फटाफट। सञ्जीव दाइ नि सबभन्दा फास्ट हिँड्नेको? सञ्जीव दाइसँग कोही छ? थाहा त मम्मीसँग। सञ्जीव दाइसँग त सञ्जीव दाइ त एकदमै फास्ट हिँड्नुहुन्थ्यो। हामी चाहिँ उयो कहाँ जानु लाग्यो अरे? हामी बैपन डाँडा हिँडेर जानु लाग्यो हो। अब बाइक साइक भएको भए चाहिँ एकैछिनमा पुगिन्थ्यो, तर हिँडेर जानुको मजै छुट्टै छ। त्यही भएको भएर हामी चाहिँ हिँडेर जानको लागि चाहिँ रेडी छौँ। अब बाटोको बिचमा देखाउँछौँ। माथिबाट भ्यूबाट तल कवजितको भ्यू देखाउँछौँ। त्यहाँ गएर अनि ट्याक्क आनन्दले बसेर कतिले समय हुन्छ फर्किन्छौँ बिस्तारै होइन, चिलमा। अब अहिले यसरी आइए अहिले फर्किन्जेल कता कता हिलो सबै लागिसक्यो हुन्छ। एक न एक त सियोरै लडिन्छ। एक्सपेक्टेड नै हो। त्यो के गर्थ्यो रे? भिरको बाटोमा मोटर जाने भयो। यो चाहिँ हाम्रो सैनिकमा पहिलो फर्स्टमा होइन, फर्स्टको के ट्यालेन्ट छ के अरे त्यो एसडिएस कि के अरे त सर? त्यो एसडिएस सर होइन, सुगन ढेउवा होइन, ढेउवा कि ढुङ्गाना हो खैको भन्नु त्यो सरले अब क्लास टिचरले सुरुमा होइन कसको के ट्यालेन्ट छ देखा भने है। अब मेरो त के थिएन, यसले त पुरै गीत गाएर दिलको बाटोमा मोटर भन्दै बवाल गर। अरूहरू पनि गीत गाउँछ ए लम्बुको बजारमा माया बसे कान्छीको नजरमा भनेर नाचेर आफै गीत गाएर आफै नाचे होइन? गीत गाउने आफै नाच्ने त डेन्जर मान्छे। पहिल्यैदेखिको डान्सर हो के देख्छ? पारो नआएको बिस्तारै गर्ने हो भने आउने रहेछ होइन? होइन आउँछ तपाईँ। धेरै माथि छ नि। विपिन र म चाहिँ पियो खाँदैछौँ। पियो भनेको आफ्टर लङ टाइम जुस हो। यहाँ जुस हुन्छ अनि यो जमाइदिने हो, नत्र त सर्बत पानी जस्तै त हो। अब माथि उक्लियौँ। त्यो ट्याङ्कको जुस हो कि? त्यस्तै स्वाद ट्याङ्क खान्थ्यौँ नि है। ट्याङ्क खाने रे धुलो हातमा लिएर धुलो एकैचोटि मुखमा हाल्दै नै सक्यो है। पानी भन्दा त्यो मिठो लाग्छ नि त। तर नेवार स्टाइलमा चाहिँ छ है काठमाडौँको। नेवार स्टाइलमा छ त्यो 2 तले घर छ, 2-3 तले घर भनौँ न, तल्लो साइड तल। मान्छे अझै पनि बस्नु रहेछन्। थाकियो। आफ्टर लङ टाइम हिँडेको भएर नि होला। अनि म र हामीलाई सञ्जीव दाइले चाहिँ यही घरमा चटपट खाना अनि के खाना यहाँ ल्याउनुहुन्छ दाइ त। अनि तलबाट माथि उठ्ने त 2टा स्टेसन। अनि एउटा ग्याप कतिको छ होला? 150 मिटर, 300 मिटरमा 2टा स्टेसन। 300 मिटरमा चाहिँ 2टा दोकान थियो। त्यो 2टा स्टेसनमा रोकियो। यो वार्मअप हो। सुरु गरेपछि सङ्कासमा हिँडिन्छ। त्यसपछि एउटा स्पिडमा गेन पालिन्छ। अरू के खान्छ? मान्छेहरू नबस्ने भएको भएर चाहिँ पुरै अब तर मिठो निन्द्रा लाग्छ। पुरै बाटो यस्तो के पहिला यो बाटो कति क्लियर हुन्थ्यो, स्वाइँकासमा हिँडिन्थ्यो। अहिले त अब सर्प आउँछ कि डर पनि। अब त्यही त हो, बुढाबुढी मान्छे मात्रै छन् गाउँमा, सबैजना अब परदेशी हुनै पर्यो। नत्र भाइ यो बाटोहरू चाहिँ मासिँदै गइरहेको बिस्तारै होइन?
यो दसैँ चाडपर्व नि नहुने भएको भए त यो बाटोहरू त मासिसक्थ्यो। हामी चाहिँ यहाँ यो सानो नालीको आवाज टाढैबाट आएको भएर चाहिँ यतातिर आएको छौँ। उहाँ जाने हो जाने हो गाउँको नेचुरल पानी यहाँ बोका बेच्ने छ नबेच्नु भयो छन् चाहिँ छैन अहिले चाहिँ नबेच्नु छोरीलाई लाग्नुभयो बुवा आमा बुवा तल जा, तल जा। हुन्न नि त बुवा त भर्खर 60 वर्ष जस्तो देखिनु हुन्छ आजकल त पानी गह जता त है बोकै छैन काटेरै खाएर छैन है मेरो काटन कति मिठो यार पानी कति मिठो पानी बुवा छैन हाम्रो पानी त चिसो मिठो क्या यसो गरेर पानी भने यही हो कता सिरबारी क्या अहिले पानी अरू वहाँ तल अब यहाँ उता जानु कति टाइम लाग्छ बैपानी बाहिर जानलाई भाइ चाहिँ यसो घुमेर जान्छ आधा घन्टा लाग्छ अहिले तेरो पालो आहा कस्तो छ पानी एकदमै अन्त पानी खाएर त्यो घुम्ने भयो दामी छ दामी छ जोड्दैछ ल गुड गरिस् पानी एकदम मिठो छ अलिकति चाहिँ हिँड्नुपर्छ नदुवान गर्न पल्सर गरेको छ नि बाटो हो र बुवा पल्सर अहिले त यो छ कस्तो मजा आउँछ यार ओ माइ गॉड यस्तो मजा आउँछ झोलासोला बोकेर पानी है प्योर भएर आउँछ आफै है यो स्प्रिङ वाटर हो क्या यो जमिनबाट आफै आएको यसमा यो यति मिनरल रिच हुन्छ कि हुन्छ नि यो बेस्ट हो क्या यो वाटर जमिन मुनिबाट हुन्छ है जमिन मुनिबाट त आउने हो नेचरल फोहोर कति नहुन्छ नि जमिन कति फोहोर पनि नहुन्छ कहाँ हुन्छ त त्यही भएर यस्तो यो रुखहरू जङ्गलहरूमा यो ड्याम्प ल्यान्डहरू हुन्छ नि ड्याम्प भनेको एकदम चिसो नेपालमा सबै यस्तै हो स्प्रिङ वाटरै हो पानी जहाँ गए पनि वाह अहिले तर म दुईजनासँगै घुमेँ अहिले पुग्दिनँ नि यहाँ बस्नु हेर्नु न खुट्टै कति फिट छ अरे त्यसरी बस्ने हुन्छ यहाँ हेर्नु हो गुड अझै टाढा छ तर जेस यो बाटो हिँड्नु नि सहिलै थियो उरे कस्तो भयो त कति थकाइ लागिरह मलाई त थक्यो भने यति पनि लाग्दैन है के भएको क्या जति हिँडो त्यति हिँडौँ जति हिँडो होइन बसेको के त
सुरुमा हिँड्न गाह्रो भएको खुट्टा नबसेर अहिले चाहिँ भनौँ न अब यो सत उत्रियो अब यो पनि उत्रिन्छ उत्रिन्छ म झर्दा अहिले कट्टु मात्रै हुन्छ हुन्छ त बरु त अघिको त निलो कट्टु लाएर आएको भए त त्यही लाएर हिँड्थेँ म अन्त खोला चाहिँ डुल डुबिदिन्छु कि म मैले त गलत गरेछु जस्तो लाग्यो स्पोर्ट ड्रेस लगाएर आउनु रहेछ मजा आउँछ तर हाइकिङ गर्नुपर्छ बाइकमा भन्दा ए ठिक छ यत्तिकै बरु छाता ओढ्ने हिँड्ने आनन्दले चिल हुन्छ अझै अब एउटा घरतिर चाहिँ अब हामीले चाहिँ घरतिर चाहिँ अब यत्तिकै छिरेर चाहिँ हामी सोध्छौँ कि के अरे काँक्रो साँक्रो छ कि होइन सोध अनि किन्ने के बुझ्नु खुर्सानीमा किन्ने खान्छौँ अनि फेरि माथि चढ्छौँ त्यसरी अनि लोकलमा त चाहियो क्या जे चाहिँ लोकल खानको लागि चाहिँ एकदम माथि माथि आएपछि अझै भ्यू कतिवटा डाँडा कटिन्छ कि हेर्ने डाँडा त कति 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 डाँडा हुन्छ है अझै उता पछाडि लमजुङतिर पनि देखिन्छ अनि त्यतातिर नि हेर्नुपर्छ भनेको मेरो चाहिँ कन्सेप्ट किनभने हाम्रो यो लमजुङ र तनहुँको अझै त्यस्तो हेर्नु बिपिन हेर राइपलीबाट गयो भने क्लियर देखिन्छ राइपली भन्छ नि त्यहाँबाट लगभग 20 मिनट बिस्तारो देखिन्छ कि त्यहीँबाट पर बेस्ट परबाट भन्दै आएको हेलो आन्टी झ्याङ्गे छैन आन्टी काँक्रोले झ्याङेर हिँड्ने आन्टी घरमा कोही पनि ए उहाँ आमा यहाँ दोकान छ दोकान छ यहाँ ए दोकान छैन है काँक्रो पाइन्छ त यता कतै बेच्नलाई कतै काँक्रो बेचिन्छ छैन है ए त्यो फलफुलहरू केही छैन बेच्नलाई यसो अर्ग्यानिक छैन है अहिले त अब सिजन पनि नभएर होला ए ल हस् 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 हामी चाहिँ अर्ग्यानिक खानको लागि चाहिँ यहाँ अब हामीले चिनेको छैनौँ अनि भनेर विपिन र म चाहिँ सोध्न हिँडेको केही पनि अर्ग्यानिक छैन रहेछ अहिले सिजन नभएर तर होपफुली माथि पाइन्छ पानी त किन्न नपाइने तर काँक्रोको सिजन आउनु जानु नदौडी हेलो अहिले कुकुरले बिना घर यतिकै छिरी चाहिँ कुकुरले भुक्छ यिनीहरूसँग बोलिदिनु पर्छ कि फ्रेन्डली भएर ऊ त्यहाँनिर पुरै ढुङ्गै ढुङ्गा यहाँ त केही गर्न सकिएन भने यहीँनिर फार्म खोले पनि है छ नि यहाँ टक्क रोड आएको छ ऊ भन्छ कि आयो भयो भने विपिन भयो पनि आइसक्यो त्यो स्कुल भइहाल्यो खासै टाढा लागेन है बिस्तारै गफ गर्दै हिँडेर आइयो अहिले अहिले चाहिँ हामी एकदम गफ गऱ्यौँ नि त ट्याक्क आइयो ए बस्ती पनि देखिरहेको छ अनि म त फर्स्ट टाइम आएको नि यहाँ भयो पानी राइपल त ऊ त मोड छ नि विपिन त्यो मोड कटेर अलिकति उकालो गएपछि राइपली हो क्या हो र सबभन्दा हाइटमा त भयो पानी होला नि होइन भयो पानी हो भयो पानी उता चाहिँ भन्ज्याङ हो क्या राइपली पनि राइपली भन्ज्याङबाट लास्ट त तल झर्ने हो क्या भन्ज्याङ भने भ्याली भ्याली होइन यो टाइपको यस्तै टाइपको भ्याली भन्छ बजारलाई त होला नि होइन भन्ज्याङ भनेको डाँडा काँडा भन्दा तल सम्मु ठाउँ के ए हो हो त्यस्तोलाई भ्याली भन्छ क्या जस्तो काठमाडौँलाई भ्याली भन्छ नि काठमाडौँमा तैँले काठमाडौँबाट बाहिर जहाँबाट उक्लियो नि उकालो चढ्नुपर्छ नि हामी त धेरै तलडी आएको है आमा हेर सबै त्यो हुन्छ नि हिले सब कटेर आइयो के यहाँ कति चिल रहेछ हेर ए तलडी मगाएको नेट जोड्नलाई ए अझै त्यो बाइक पनि आउँछ त्यो पाउरोटीवाला कहिले टाढो जाने कि होइन केही खान्छ नि खाने बस्ने एकछिन त्यहाँ बस्नु पनि रहेछ विभिन्न हामी त्यहाँ जान्छौँ अब माथि जान्छौँ अब त्यहाँबाट भ्यू राम्रो देखिन्छ रहेछ नि देखिन्छ होला कि पक्कै नि पहिला पहिला बाइकमा आइन्थ्यो यहाँ आएपछि हो ठाउँमा आइपुग्यो जस्तो लाग्थ्यो हिँडेर नि हामी 1 घन्टा जति लाग्यो है बिस्तारै आइयो अब अहिले एकछिनमा माथि चढिन्छ
अहिले चाहिँ माथि गएर बस्छौँ। अहिले चाहिँ हामी यहाँ माथि आएको खाजा घर भन्ने सोचेर आइयो, तर यो खाजा घर चाहिँ होइन रहेछ क्या, मान्छेको व्यक्तिगत घर रहेछ। तर यहाँ मान्छेहरू यति फ्रेन्डली कि माथि गएर बस्नु भन्ने कि माथि गएर यो नर्मल यो उस पसल के चक्लेट सक्लेट पाउने पसल रहेछ। अनि हामी यता आएको यो उस भइहाल्यो। अब यता पछाडि पुरै लमजुङ। ओए कडा 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 बजारै रहेछ त नि उतापट्टि देखा न मेन भने उतापट्टि हेर्नु त त्यो लमजुङ लङ बजार थियो नि बेसी सरहरू त जो अहिले सोधिन्छ यो पुरै यही त लमजुङ यो के ठाउँ हो हजुर यो ठाउँहरू कुन कुन हो खोलापारी देखिएको रोड जस्तै खोलापारी लमजुङ हजुर वारी तन हो वारी तनौ भन्छ अनि ऊ त्यो बस्ती जस्तो छ नि टन्ने त्यहाँ ठुलो त्यो बजार बजार हो मैले भन्थेँ नि बेबी सुन्दर बजार बेसी सर भने त्यही हो अङ्कल बेसी सर चाहिँ त्यहाँबाट पनि उता गयो अझ उता पारी जानु पर्यो अब उता उता अगाडि देखिए भोटेवटा चिनेकै छैन हामी भोटेबाट त्यहाँबाट हुँदै यो डाँडोलाई छक्कै देउरे घुम्न पर्यो डाँडोलाई यता बजार बजार घुम्दै गयो नि ए उता त गयो नि अनि उता पारी जानु पर्यो क्या ट्याक्कै गसिया ए त्यो भ्यालीको बिचमा रहेछ भनेपछि यहाँबाट त 1 घन्टा पुगिँदो रहेछ त है मान्छे हिँडेर जान्छ पहिला पहिला यता है मान्छे हेरेर नि 1 घन्टा नि बाटो हो आजभोलिको मान्छे हिँड्न सक्दैनन् है यता मैले हाम्रो यहाँ राईपल्लीमा मेरो हाम्रो दिदी मम्मी हुनुहुन्छ नि त ठुलो मम्मी दिदीहरू यहीँबाट हो कि हिँडेर आउने त्यो भोटेवडा होइन सिन्धा बजार काँक्रो छ है काँक्रो बोल्दैछ त्यो त हो यार अनि यताडि गयो राईपल्ली हो त्यो डाँडाको ढुटाको पछाडि राईपल्ली हो त्यो पछाडि चाहिँ राईपल्ली देखिन्छ त्यहाँबाट देखिन्छ त्यो हुन्छ नि जिन्दगीको भाग दौडहरू सबै बिर्सिने कि यहाँ है अहिले अब हामी कति जिन्दगी यहाँ के गरिरहेछ अहिले यति आनन्द भयो क्या केही बाल्ला खाएन क्या यति बस्ती अल्टाइगयो कि कहिले त त्यो गरेर भागदौड गरेको कारणले गर्दा आएर यहाँ बस्दाखेरि चाहिँ कुल लाग्यो कुल लाग्यो यतिको भयो यतिको यहाँ फेरि कुल लाग्दैन ए ठाउँ यस्तै त नि आफ्नो मान्छेलाई के छ भन्ने टाइपको हुन्छ नि त यहाँको मान्छे र यहीँ बसिरहेको मान्छे कि मतलब लाग्छ काठमाडौँ जाएको कस्तो धुवाउ लाग्छ हाम्रो यस्तै मनपर्ने है फेरि सुन्दर पुरा तपाईँको उतापट्टिको डाँडा पुरै कवजित आले अनि पोखरी छाप यता सबै यो बैपानी बिचमा छ त्यसपछि यतापट्टि डाँडा यो ओह्रालसम्म तनौ त्यसपछि पुरै लमजुङ हुँदैन। अनि हामी चाहिँ यो भन्दै यो उस पसल आएको है एक्चुअली किराना पसल होइन किराना पसल आइएको यो चाहिँ घर रहेछ त्यही पनि हामीले क्याप्चर हाल्नु त्यही पनि हामीलाई बस्न दिनुभयो हुन्छ माथि जानु भ्यू हेर्नु भन्नुभयो अनि अब किराना पसलमा खाजा त पाइन्न त्यही भएको भएर चाहिँ उहाँहरूले चाहिँ हामीलाई काँक्रो बनाएर ल्याइदिनु भयो यस्तो दामी छ काँक्रो होइन पछाडि हेर्नु भप्पाल छ ल फाइनल्ली बैपानीको ग्राउन्ड पनि आइपुगियो भ्यू टावर अब अलिकति हिँड्नुपर्छ ए बैपानी स्कुल अहिले चाहिँ क्लासहरू भइरहेको छ ट्याक्क लाएर त यस्तो डाँडामा यस्तो दामी स्कुल चौतारा कति मजा आउँछ त्यहाँ चौतारामा बस्नलाई हामी आएको त धेरै तल उता कालिका थानबाट उता तल त्यहाँ धेरै माथिबाट आएको हामी त्यो तलबाट
यताबाट उता चाहिँ क्लियर देखिँदो रहेछ हल्लिएको हेर के चाहिँ बैपानी आइपुग्यो बैपानी स्कुल फाइनल्ली हामी त बैपानी आउने भनेर आएको हो तर हामी त त्यहाँ बस्यौँ त्यहाँ भ्यू हेर्दै बस्यौँ डेढ 2 घन्टा एउटा भ्यू टावर जस्तै रहेछ भ्यू टावर जस्तैमा बस्यौँ 2 घन्टा त्यसपछि फेरि माथि कुलदेव त्यहाँ गएर बस्यौँ आधी घन्टा अब यहाँ 15 मिनट जति बसिन्छ लास्ट स्टोर होइन के को लास्ट स्टप अब फेरि यता राइपली गइन्छ अब यता राइपली गइन्छ हिँडै अन्त चिल लागिरहेको यार मलाई यस्तो आनन्द लाग्यो कस्तो हुँदैछ रुबिन मलाई त बस लागिरहेको एकदम कुल लागिरहेको कुल बाई कुल यतिको कुल त काहीँ पनि हुँदैन होला हौ होइन यस्तो नेचरको भ्यू भनेको होइन यस्तो त मैले देखेको पनि थिइनँ कि देख्नु पनि परोस् क्या है कपाल अफ मन्थ्समा यो जस्ट 2 महिनामा एकचोटि यतिको फ्रेस हुनु भनेको धेरै राम्रो धेरै राम्रो 2 महिनामा तर म त 1 वर्षमा हो अनि यस्तो फ्रेस त अब भइराखिन्छ तर यस्तो चाहिँ चिल पाराले फ्रेस हुन चाहिँ अलिक गाह्रै पर्छ होइन 2 महिनामा 3 महिनामा अथवा महिनै पछि फ्रेस चाहिँ भइराख्नुपर्छ यो चाहिँ ट्याक्क लाएर बैपानी स्कुल सञ्जीव दाई ठुलो दाई सबैजना पढ्ने स्कुल